यति बेला हाम्रो आजको पद्मकोटी हुनुहुन्छ हाम्रा यस खासिस परिवारका चित्रमा यस जीवधारण कार्यक्रम सम्पन्न भएको कुरामा यहाँ जानकारी गराउन चाहन्छु। धन्यवाद सम्पूर्णलाई यस कार्यक्रममा सहयोग भइदिनु भएकोमा धन्यवाद सम्पूर्णलाई। पद्मार्गमा रमाइलो गरियो यात्रु नेसनमा बेतालले भयो ल। होने हो माया के
नमस्कार सर बाई बाई बाबु हजुर
अहिले त सकिन्छ नि कहाँ अहिले आएर काट्नु नि अनि त्यहाँ उयो घाम मारेर डिस्टर्ब गर्यो छोट्याउनु भनेर काट्ने होला नि भन्ला नि केही कुरा रोको भन्नुपर्छ सिद्धाउनु लाग्यो भनेपछि काट्ने बेला बजाउने फेरि लेखानी खामे सिरिज परिवारले जुन चाहिँ यो खाई सिरिज पदमार्ग जुन निर्माण गर्ने क्रममा आजको दिनसम्म आइपुग्दा हामी आजको दिनलाई उद्घाटन समय टोकेका छौँ र हुन त यो पदमार्ग निर्माण गर्नको लागि हामीले प्रयास गरेको त अघिल्लो वर्षदेखि नै हो तर पनि बिचबिचमा कुनै कारणवश चाहिँ हामीहरूले समयमै यसलाई सम्पन्न गरेर हस्तान्तरण गर्न नसकेकोमा सम्पूर्ण हामी सिरिज परिवार त त्यसमा चाहिँ हामी क्षमा प्रार्थी नै छौँ तथापि आजको दिनलाई हामीले उचित समय चाहिँ ठानेर आज चाहिँ उद्घाटन मिति तय गरेका छौँ र आजको दिनलाई चाहिँ हामीहरूले एउटा उत्सवको रूपमा पनि मनाउने दिन रहेको हुँदा आज हाम्रो यस सिरिज परिवारको ज्येष्ठ नागरिक श्रीमती कौशिला श्रीज्यूको हातबाट हामीले यो उद्घाटन गरी प्रवेश गर्ने कार्यक्रम रहेको हुँदा हामीले अब केही ढिलो नगरी यो समयको पाबन्दीलाई पनि हामीले मध्यनजर गर्दै हाम्रा यस खाई सिरिज परिवारका ज्येष्ठ नागरिक श्रीमती पूर्व वडा अध्यक्षका पूर्व गाविस अध्यक्ष स्वर्गीय सुब्बा पूर्णबहादुर श्रीजका श्रीमती कौशिला श्रीजको हातबाट अहिले हुँदै गरेको यो रिबन काट्ने कार्यक्रम हुन गइरहेको हुँदा र पहिला यो रिबन काटेर हामी भित्र छिरिसकेपछि र माथि हाम्रो दुईतिर हाम्रो शिलालेख छ त्यो शिलालेखलाई पनि उहाँहरूले चाहिँ शिलालेखको उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्ण उपस्थितहरूले यहाँ उद्घाटन गर्नको लागि कैँचीले काटेर उद्घाटन गर्नको लागि सम्पूर्णले तालीले साथ दिन काटिसकेपछि बाजा बनाउँदा राम्रो हुन्छ नि त अब बजाउँदा हुन्छ नागरिक श्रीमती कौशिला श्रीजको उद्घाटन भएको घोषणा गर्न चाहन्छौँ। अडाइदिनुहोस् नकाटिन सक्छ चाहिँ रिबन अडाइदिनुहोस् त दुईतिर अडा लाइभ गर्नु पर्यो क्या सबै राख्नु पर्यो लाइभ हाल्नुहोस् लाइभ त हाल्नु लाइभ राम्रो लाइभ हो कि भिडियो लाइभ गर्नु लागि नि तल बिना काट्नु पहिला यताकोलाई तान्नु पहिला यताकोलाई तान्नु त्यसपछि कसरी तान्ने बताइदिनुहोस् न कन्फ्युज हुनुभएको क्या
कतातिर लाने भनेर भन्नु माथि जानु माथि जानु हो त्यस्तो त्यो तन्ना सुरक्षित राख है हराउला फेरि उठे किचन जाँदा तान्ने उठे तान्ने एमान किचनमा लगिराख है लु गर्नु पर्दैन भने म पश्चिमी लाउँछु कि सबै हुनुहोस् न पढ्ने होइन होला के म खिचेर राख्छु पढ्ने हो भने ठिकै छ अहिले पढाइ तर बाबु जानु नि अहिले
त्यसै गरी अतिथिको आसन गरिदिनको लागि दाबीका सहकारीका अध्यक्ष कृष्णबहादुर सन्ताजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लेखानी माविका पिटी अध्यक्ष दलबहादुर सुनाजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनको लागि समाजसेवी टेकबहादुर थापाजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनको लागि रुद्र प्रसाद प्रधानज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हाम्रा समाजसेवी लालबहादुर रोकाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो अतिथिको आसन ग्रहण गरिदिनुको लागि भूतपूर्व शिक्षक पृथ्वीलाल न्युरोजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रा अतिथिको आसन ग्रहण गरिदिनुको लागि हाम्रा समाजसेवी तथा वयोवृद्ध नन्दलाल कनेज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। लेखनी माध्यमिक विद्यालय स्थित पुलिस पदमार्गको उद्घाटनको मूल समारोहमा पाल्नुहुने सम्पूर्ण हाम्रा अतिथिगणहरू, सम्पूर्ण आमा समूहहरू, नवनैतिक टोलीका सम्पूर्ण साथीभाइहरू, विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आजको यस कार्यक्रमलाई पक्कै पनि सफल पारिदिनको लागि हजुरहरूको अत्यन्तै महत्त्वपूर्ण भूमिका पनि रहनेछ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। र अहिले यति बेला हाम्रा मञ्चमा आएको सम्पूर्ण कर्मचारी, विशिष्ट अतिथि र अतिथिगणहरूलाई प्याज लगाउने कार्यक्रम भइरहेको कुरा उद्घाटन समारोहका अध्यक्षज्यू, प्रमुख अतिथिज्यूहरू, साथै वडा अध्यक्ष ज्यूहरू, जनप्रतिनिधिज्यूहरू, शिक्षक, सम्पूर्ण शिक्षक गुरुहरू र विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्नुभएका गुरुहरू, आमा समूहका अध्यक्षज्यूहरू, साथै विभिन्न पदमा रहनुभएका पद अधिकारीज्यूहरू, आज हाम्रो यस उद्घाटन समारोहमा पाल्नुभएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै मेरो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। हस्, धन्यवाद। धन्यवाद हाम्रा यस संस्थाका उपाध्यक्ष टेकबहादुर सिंहज्यूलाई। उहाँले शब्दद्वारा उपस्थित सम्पूर्णलाई स्वागत गरेर विदाय भइसक्नुभएको छ। र अबको आमाबाट ताली बजाएर यति बेला हाम्रो आजको कर्मपट्टि हुनुहुन्छ हाम्रा यस खासियत परिवारका चित्रमा यस जियो बाँध्ने कार्यक्रम सम्पन्न भएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। धन्यवाद सम्पूर्णलाई यस कार्यक्रममा सहयोग भइदिनु भएकोमा धन्यवाद सम्पूर्णलाई। वरिष्ठ समाजसेवी आदरणीय काका जेलबहादुर सन्तालज्यू, पूर्व वार्ड अध्यक्षज्यू,
पूर्व वार्ड सदस्यज्यू, निर्वाचित कार्यपालिका सचिव, निर्वाचित वार्ड सदस्य साथीहरू, विद्यालयका प्रज्यू, आदरणीय गुरुहरू र यो थाई सिरिस परिवारका समितिका पदाधिकारी एवं सदस्यज्यूहरू, निर्माण समितिका अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, सर्वप्रथम म यो आयोजक कमिटी थाई सिरिस परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज यस कार्यक्रममा आमन्त्रण गरी आफ्नो 2-4 शब्द राख्ने अवसर दिनुभएकोमा यहाँहरू आयोजकप्रति हार्दिक धन्यवाद दिँदै आजको यस कार्यक्रमको पुनः सफलताको कामना गर्न चाहन्छु। धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालक एवं यस खामे सिरिस परिवारका सचिव श्री देवबहादुर श्रीज्यूलाई। आज हामी यस लेखानी विद्यालय स्थित श्री पदमार्गको उद्घाटन मूल समारोहमा जुटिरहेका छौँ र यहाँ उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण उपस्थित महानुभावज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, गुरुवर्गहरू सबैमा मेरो व्यक्तिगत तर्फदेखि र सिरिस खामे परिवारको तर्फदेखि हार्दिक स्वागत एवं आभार व्यक्त गर्न चाहन्छु। र मैले आज विशेष गरेर यो सिरिस परिवारले, यो खामे सिरिस परिवारले यो स्थापना भएकालदेखि र खामे सिरिस परिवार यो लेखानीमा बसोबास गर्दै आइरहेको समयदेखिका गतिविधिहरूलाई समग्र रूपमा मैले यो प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने एउटा जमर्को गरेको छु। यहाँ सम्पूर्ण उपस्थित महानुभावज्यूहरूमा मैले सबैको अनुमतिले चाहिँ आफ्नो यो प्रतिवेदन प्रस्तुत गर्ने अनुमति लिन चाहन्छु। कृपया एउटा सम्मान पत्र म वाचन गर्न चाहन्छु। कृपया यो सम्मान प्रशंसा पत्र म वाचन गर्न गइरहेको छु। विद्यालयलाई प्रदान गरेको प्रशंसा पत्र म वाचन गर्न गइरहेको छु। गण्डकी प्रदेश बागलुङ जिल्ला काठीगोला गाउँपालिका वडा नम्बर 8 लेखानी स्थित छेदादेखि लेखानी माध्यमिक विद्यालयसम्म रेलिङ सहितको पथमार्ग निर्माण गरी समग्र खाई सिरिस परिवार लेखानीको नाम राख्ने सुअवसर प्रदान गरिदिनु भएकोमा स्कुल परिवार श्री लेखानी माध्यमिक विद्यालयप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। साथै यस स्कुलको हरेक क्षेत्रमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौँ। सचिव देवबहादुर श्रीज, प्रमुख अतिथि कौशिला श्रीज, खाई सिरिस परिवारको ज्येष्ठ नागरिक, त्यसै गरी ओम बहादुर श्रीज अध्यक्ष, मिति 2082 जेठ 9 गते लेखानी माविको श्री पदमार्ग उद्घाटन समारोहको सुअवसरमा तपाईँलाई यो सम्मान पत्रद्वारा सम्मान गरिएको छ। तपाईँको आगामी जीवनको यात्रा एवं कार्यक्षेत्रमा उज्जवल भविष्यको हार्दिक शुभकामना। मिति 2082 जेठ 9 गते। सम्मान कार्यक्रममा सहभागी तथा फोटो सेसनमा सहभागी सम्पूर्णलाई धन्यवाद हजुरहरूलाई। अबको कार्यक्रम हामी अन्तिम चरणमा आइसकेका
गरेका छौँ र हामी यस कार्यक्रमको लगभग अन्त्य चरणमा आइसकेको कुरा पनि म जानकारी गराउन चाहन्छु। कृपया सम्पूर्ण अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरूले कृपया हामीले खाजाको व्यवस्था गरेका छौँ। आजको यस सभा अध्यक्षलाई यस माइक्रोफोन हस्तान्तरण गर्दै र यस आजको ठुलो समापन गरिदिनुको लागि हाम्रा यस आजको सभा अध्यक्ष श्री ओमबहादुर श्रेष्ठलाई यस माइक्रोफोन हस्तान्तरण गर्दै म पनि आजको यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, जय गुरु। आज यस थाई सिरिस पदमार्ग उद्घाटन समारोहको प्रमुख अतिथि हाम्रा आदरणीय भाउजू कौशल श्रीज्यू, त्यसै गरी विशेष अतिथिको रूपमा पाल्नुभएका हाम्रा काठीखोला गाउँपालिका वडा नम्बर 8 का वार्ड अध्यक्ष परमानन्द कँडेलज्यू, त्यसै गरी विशेष अतिथिको रूपमा पाल्नुभएका हाम्रा पूर्व गाविस अध्यक्ष चौतारीमा बसेर माइली Yes.
चित्रा शिरीष मगर, मेरो घर यही काठेगोला। म यो थाई शिरीष परिवारको जुन हामी एउटा समिति छ त्यो समितिको चाहिँ म सल्लाहकार संयोजक पनि छु र आज हामी यो लेखानी माविमा आउने छेरादेखि लेखानी माविमा आउने जुन हामी पटमार्ग र रेलिङ हामी यो उद्घाटन समारोहमा छौँ र आज हामी जुन पुर्खाहरूले जुन एउटा सामाजिक विकासमा एउटा जुन हामीलाई एउटा बाटो देखाउनु भएको थियो त्यो बाटोमा आज हामी त्यही बाटोलाई पछ्याउँदै हामीले विकास निर्माणको क्रममा आज हामी पटमार्ग र रेलिङ हामी निर्माण गरिसकेका छौँ र त्यसको उद्घाटन पनि भइसकेको छ। यसको लागि सम्पूर्ण खाई शिरीष परिवार लगायत समस्त लेखानीवासी र यो विद्यालय परिवारप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद। मेरा नाम ओम बहादुर शिरीष, म यो शिरीष परिवारको अध्यक्ष हुँ। आज यो शिरीष पटमार्गको उद्घाटनमा आज मैले हाम्रो उद्घाटन समारोहमा हामीले निमन्त्रण दिएर जति पनि हाम्रो यहाँ महानुभावहरू जम्मा भइदिनु भयो, हामीलाई यहाँ हाम्रो निमन्त्रणलाई स्वागत गरेर आएर चाहिँ हाम्रो शोभा बढाएर चाहिँ हाम्रो यो कार्यक्रमलाई समापन गरिदिनु भयो। उहाँहरूप्रति म धेरै धेरै धन्यवाद दिन चाहन्छु। शिरीष पटमार्गको संयोजक, मेरो नाम टेकबहादुर शिरीष। म यस कारण केही भन्न चाहन्छु कि मलाई चाहिँ यो हाम्रो दाजुभाइले धेरै धेरै सहयोग गरेकोमा उहाँलाई धेरै धेरै धन्यवाद छ र सबै अभिभावक भनौँ अतिथिहरू आएर यो कार्यक्रमलाई सफल बनाएका चाहिँ सबैलाई धेरै धेरै धन्यवाद दिने चाहन्छु।
गेटतिर आइपुग्दाखेरि त्यहाँ हाम्रो शिरीष पद्मानाथ देखिन्छ त्यही हिसाबले गर्ने शिरीष पद्मार्गमा रमाइलो गरियो यात्रु मेसनमा बेतालले भयो ल मुखैमा मायाले हुने हो माया के
यहाँ चला